सुनसरी गाउँपालिका अध्यक्ष धनबहादुर मूर्तिमान र यससँगै खेल जारी भएको छ। निकै राम्रो प्रहार थियो ज्ञानोदयबाट, तैपनि अर्को प्रहार हुन सक्छ। आयोजकले आफ्नो खाता खोल्न सफल, यसको फाइदा आयोजकलाई नै। अर्को सेट हुन सक्छ। यसको फाइदा आयोजकलाई। स्कोर रहेको छ 2-1। निकै राम्रो प्रहार 10 नम्बर अरे नो जान्छ फाइनलमा जान्छ। फाइनलमा सबै राम्रो प्रहार यसको फाइदा ज्ञानोदयलाई। स्कोर रहेको छ 2-बराबर। ini yang bilang ada mirip tu bu. Ini kan tu. Hah? Thana bang bu. बोला चाहिँ गराऊ निकै मेहनत गरेका थिए खेलाडीले, बल कृपया आउन सकेन। यसको फाइदा ज्ञानोदयलाई। स्कोर रहेको छ 3-2। Thana bang bu darah ke. अर्को प्रहार हुन सक्छ यहाँनिर। ए खक्स तर क्यामेरा अलि पेरा उबार गरेर गर्न यार सबै क्लियर आउँछ। होइन अगाडि फेस मारेर देखाउने हो क्या। Hair place. गडारो 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 राम्रो प्रहार थो गइ कान्छो यसको फाइदा ज्ञानोदयलाई। 4-3। पहिला बडा कान्छो बुको पाला छ भने छैन बाँकी छ ल जुन तर लक्क बाँकी त भने बल गर्न सकेन। दुई मिस्टेक यसको गरौँ फाइदा आयोजक। स्कोर रहेको 4। बराबर 4 छ कान्छो दुई मिस्टेक। आयोजकले 7 नम्बर जर्सीबाट बलि बल आउट हुन पुग्यो। यसको फाइदा ज्ञानोदयलाई। प्लास्टिक कमजोर हुन्छ के सब स्कोर रहेको छ 5-4। गुलाबी बोलेर Ini dah benar aja. निकै रोमाञ्चक खेल। तर यो भाइरस भयो भने भोट खेल्नु बोलाको भ्यान्छ आदि अर्को प्रहार हुन सक्थ्यो यहाँनिर। निकै राम्रो प्रदर्शन खेलिदिए आयोजक खेलाडीले र स्कोर रहेको छ 5-5। बराबर। ज्ञानोदयका 7 नम्बर जर्सीबाट निकै राम्रो प्यालेसिङ, कुटनीतिक प्यालेसिङ थियो यो। निकै कुटनीतिक ढङ्गबाट खेलिएको प्यालेसिङ थियो यो र आफ्नो खातामा Kami game ni biar nak beri oleh berapa kos kurang. राख्न सफल गरेको छ 6-5। राम्रो नि बिहान अलिअलि यस्तो राम्रो अर्को सेट आउन सक्छ यहाँनिर। आयोजकको तर्फबाट निकै सशक्त प्रहार थियो यो ज्ञानोदयका लागि र स्कोर रहेको छ इक्वल 6। Berapa mas? सालो खेलाडी भाइले निकै राम्रो स्पाइक गरे। स्पाइकसँग आफ्नो खातामा चलाउन सफल गरेको 7-6। विश्वा ओइ के हटपुरे थियो खेलाडी यहाँनिर। हटपुरे नै पुगे तर यसको फाइदा आयोजकलाई। स्कोर रहेको छ 7-7। प्रहार निकै सशक्त थियो। अर्को खेला प्रहार आउन सक्छ यहाँनिर। 10 नम्बर खेलाडी भाइले निकै राम्रो खेलाडी स्पाइक गरेका थिए र कोचको तर्फबाट टाइमिङको माग र खेल
जित्नु हार्नु ठुलो कुरो होइन, सबभन्दा ठुलो कुरो त खेलमा आफ्नो इमान्दारिता र आफ्नो राम्रो प्रोफेसनल हो। उल्टै सट, उल्टै स्पाइक, यहाँनिर ज्ञानोदयलाई उल्टै स्पाइक भयो। आयोजकको तर्फबाट यसको फाइदा आयोजकलाई नै। स्कोर रहेको छ 9-7। टाइम हुन्छ नि यार अर्को स्पाइक हुन सक्छ यहाँ। स्कोर रहेको छ 10-7। अझै उति घुचेर आइ टाउको टापेको टाउको टापेको टाउको लागेको के उसको बाहिर केराटीको गोल ल्याउन पुगे। यसको फाइदा कहाँ हालेर बस्छु बोल ओइ खेलाडी लाग्यो भने सिरी गरिन नउठ्दिने भाइले बाचा भनेर 7 नम्बरबाट निकै सशक्ततार थियो। यसको फाइदा आयोजकलाई नै। यसको रहेछ 18-8। खेलाडीले एकै बल बाहिर स्पाइक हाने। यसको फाइदा यसको रहेछ 9-11। अर्को स्पाइक आउन सक्छ यहाँनिर, तर प्यालेस खेल्न सक्छ खेलाडी। मिलाउन सक्छ यहाँनिर। क्रस खेल एकै राउन्डले खेल मिठो छ यहाँनिर। यति बेला अर्को स्पाइक आउन सक्छ है भन्दै गर्दाखेरि यसको फाइदा आयोजकलाई नै। यसको रहेछ 12-9। कान्छो जोसेन क्विकर 3 नम्बर जर्सीका भाइले निकै राम्रो क्विकर खेले। खेललाई प्रस्तुत गरिरहेका छन् यति बेला। र यति बेला बलिङ आयोजकको तर्फबाट राम्रो स्पाइक थ्रो, निकै राम्रो स्पाइक थ्रो ज्ञानोदयको तर्फबाट। राम्रो स्पाइक गरे। यसको फाइदा ज्ञानोदयलाई नै। यसको रहेको छ 10-13। ये भालो गल्ती हुन सक्छ यहाँनिर, गल्ती हुन सक्छ ज्ञानोदयको लागि। यसको फाइदा आयोजकलाई। र यसको रहेको छ 14-10। पाँच नम्बरका क्विकरले कोलकातामा गोल ब्याक गोल खेलिदिए। अर्को आउन सक्छ यहाँनिर। प्यालेसिङ बल 8 नम्बरका दर्शीले अर्को गोल आउन सक्छ फेरि यहाँ। चान्स बल चान्स बल यहाँनिर आउन सक्छ फेरि अर्को बल। निकै राम्रो खेल, निकै राम्रो खेल। अर्को चान्स बल आउन सक्छ यहाँनिर। सनसनीपूर्ण खेल थियो यो। खेल अवधि बन्द हेर्नलाई खेल हुन पुग्यो आयोजकका लागि र ज्ञानोदयका लागि। र फाइदा आयोजकलाई। र यसको रहेको छ 15-10। बलिङ जर्सी नम्बर 9बाट 7बाट। यो गल्ती नदोहोऱ्याउन सक्छ ज्ञानोदयले अब।
यसको फाइदा आयोजकलाई। स्कोर छ 16-10 लगातार गोल। के हान्छ कान्छो गोल प्यालेसन खेल्न सक्थे तर स्पाइकमा बल नेट हुनु पर्यो। यसको फाइदा ज्ञानोदयलाई। स्कोर रहेछ 18-17। खेल अवधिभरको निकै राम्रो मुभमेन्ट, निकै राम्रो क्याचेबल बल थियो यहाँनिर र 8 नम्बर जर्सीका भाइले निकै सशक्त प्रहार गरिदिए यहाँ। अगाडि एउटा के भन्छ के थियो हुन्छ म बिर्सिहालेँ नाम मुखमै चाहिँ त थाहा भएन। अर्को गोल ज्ञानोदयले गोल ल्याउन सक्छन्। गोल निकै रोमाञ्चक खेल यति बेला यहाँनिर। सशक्त प्रहार पनि थियो र केही फल भइदिएछ। यति बेला फाइदा ज्ञानोदयलाई। यो रेस र सर्ट गेममा हालेर होइन नि यस्तो बलमा आएछ मैले बलै दिन्न यार रेस भाइले मलाई त यार राम्रो खेल्न सक्छन् भाइ। मेरो यहाँ दिएको पछि त यसको फाइदा ज्ञानोदयलाई नै। यसको फाइदा ज्ञानोदयलाई। स्कोर रहेछ 12-20। जान सक्छ यसमा। सबै कस लाग्यो यो र त्यो रेस खेल्ने भाइ बारे हो बेला बेलामा 1 नम्बर जर्सीका भाइले निकै सञ्चालितपूर्ण खेलिरहेका छन्। अर्को काम थियो अरे अर्को भाइ पनि थियो अरे नमानेर यसले के राम्रो प्रहार थियो। बल फस्नै पुग्यो। यसको फाइदा ज्ञानोदयलाई। यसको रहेछ 13-21। अनलकी ज्ञानोदयलाई यो बल। यसको फाइदा आयोजकलाई। यसको रहेछ 22-13। खेलिदिए भाइले खेलिदिए 10 नम्बर जर्सीका भाइले बल बेला बेलामा मिठो स्पाइक हान्ने गर्छन् र यसको फाइदा ज्ञानोदयलाई। यसको रहेछ 14-28। यस्तो 20 बल थियो भने दौडिनु पर्ने हो क्या। यति बेला खेल लगातार आयोजकतर्फ सेकेन्ड लास्ट 14। हिजो हाम्रो पो सिकेको नभएर होइन यिनीहरू पर्दै हाम्रो त यिनीहरू पर्दै हाल्नु पुग्छ खेल्न सक्छन् यहाँनिर। अर्को स्पाइक आउँछ। राम्रो स्पाइक खेल्यो भाइले। यसको फाइदा ज्ञानोदयलाई। ज्ञानोदयको रहेको छ 15-23। Last 15. किराहरू हेर हारेको रात किराहरू हारेर ल्याएको यो 5 नम्बर उडाको पानी ढोलाइदियो भाइले उडाउन सक्छन् गोल।
उडाइदिन्थे यसै गरी दूर बराई 25ले लगातार 3 सेट गरी आफ्नो खेल एक सन्सनीपूर्ण खेललाई ओ खक्स भाइ आन हात पार्न सफल रहेको छ। यति बेला आयोजक टिम बधाई छ र यहाँ दुवैजना खेलाडी आयोजक टिम र ज्ञानोदयका मित्रहरू टिम क्याप्टेनहरू आएर स्कोरले सिलिट उचाल्ने हुन्छ त्यो जुन आयोजकमा छ नि स्कोरमा एउटा